चाहन्छु र म अहिले पनि फेरि तोकेर भन्छु त्यो हिंसा राज्यको तर्फबाट भड्काइएको थियो, त्यो राज्यको तर्फबाट गरिएको हिंसा थियो। त्यो भन्नमा कुनै आपत्ति छैन। हामी कुनै पनि अराजकतामा आफ्नो भविष्य देख्दैनौँ। हामी शान्तिपूर्ण प्रदर्शन र दबावबाटै हाम्रो मान्यताहरू स्थापित गर्न सक्छौँ भन्ने कुरामा हामी विश्वस्त छौँ। तर त्यो दिन जुन ढङ्गले सुनियोजित शिक्षा, स्वास्थ्य जस्ता विषय पूर्ण रूपमा निःशुल्क गरेर देशलाई एउटा नयाँ बाटोमा लगिनेछ र हामीले 5-10 वर्षभित्रमै देश बनेको आफ्नो आँखाले देख्न पाउनेछौँ। त्यस्तो सम्झौता गरौँ, त्यस्तो विधि बनाऊँ जहाँ कसैले कसैलाई निषेधित गर्ने, जहाँ कसैले कसैलाई अपमानित गरेको र अपमानित भएको महसुस नगर्ने परिस्थिति निर्माण होस् भनेर हामीले एउटा अहिलेको राज्य सत्तामा भएका आफूलाई प्रमुख भन्ने दलहरूलाई दबाब दिन र आम जनतामा समेत जागरण गराउन, जनतामा समेत हामीले के गर्न खोजिराखेका छौँ भन्ने कुरा बुझाउन जुन कार्यक्रमहरू गरिराखेका थियौँ र त्यही सन्दर्भमा आज हामी यहाँ भेला भएका छौँ। तर यो सन्दर्भमा यो बागमती प्रदेशको यो भेलामा, यो सभामा जम्मा हुने बेलासम्म आइपुग्दाखेरि देशको राजनीति परिस्थितिमा, घटनाक्रमहरूमा केही परिवर्तनहरू आएका छन् र खास गरी चैत 15 गते जुन किसिमको राज्य आतङ्क सिर्जना गरियो र जुन किसिमको राज्यको तर्फबाट हिंसा भड्काइयो त्यसले अहिले नेपाली राजनीतिमा नयाँ परिस्थिति उत्पन्न भएको छ। म सबभन्दा पहिले फेरि पनि आश्वस्त बनाउन चाहन्छु, राष्ट्रिय प्रजातन्त्र पार्टी कुनै पनि प्रकारको